नमस्कार। दक्षिणकाली नगरपालिका वार्ड नम्बर 5 डल्लुमा छु अहिले म। अहिले मेरो पछाडि घर देखिरहनु भएको छ। यो घर चाहिँ बिक्रीमा आएको छ। हजुरहरूले हेर्न सक्नुहुन्छ चाहिँ 8 आनामा बनेको घर छ। हजुरहरूलाई म देखाउने छु। एकदम राम्रोसँग बनाएको छ घर। को सिन हेर्नुहुन्छ भनेदेखि गुम्बा छ, हाउजिङहरू बन्दैछ। अहिले नयाँ हाउजिङहरू यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ। नयाँ हाउजिङ बन्दैछ। यता माथि मूर्ति छ। टुरिज्म एरिया हो फुल्ली। यो सबै एकदम राम्रो टुरिज्म एरिया हो। एकदम टुरिस्टहरू आइरहने ठाउँ हो। हजुरहरूले यो 8 आना जग्गा लिएर हजुरहरूले भिला पनि बनाउन सक्नुहुन्छ, होटल पनि बनाउन सक्नुहुन्छ, व्यवसाय पनि गरेर बस्न सक्नुहुन्छ। हाइटमा एकदम राम्रो ठाउँमा हजुरहरूले यो जग्गा सित्तैमा पाउनुहुनेछ। घरको न हजुरहरूले जग्गा मात्रै किन्दा हुन्छ, घरको मूल्य हजुरहरूलाई परेन। अब हजुरहरूले घर हेरिसक्नु भयो, भित्र पनि हेरौँ। हाम्रो भित्र हेर्न फ्लाइट सिस्टमको घर हो। उहाँहरूले अहिले हाल बसिरहनु भएको छ। एकदम राम्रो छ। हजुरहरूले किनेर ठुल्ठुलो कोठाहरू पनि छ। फेरि पनि भने हजुरहरूलाई जग्गा किन्दा घर सित्तैमा मूल्य परेन। घरको अलिकति अँध्यारो कोठा चाहियो चाहिँ छ। यतापट्टि किचन छ। किचन भयो। अब यता माथि कौसीमा जाने बाटो भइहाल्यो। पूजा कोठा कौसीमा जाने बाटो भयो। यता अब यो माथि जाने बाटो हो। त्यस्तो थाहा भयो त्यो खालको हो भनेर। सटर शुद्ध छ एउटा। अहिले चाहिँ उहाँहरूले हाल कोठा बनाउनु भएको छ। तपाईँले बिजनेस गर्न चाहनुहुन्छ, किराना पसल गर्न, होटल गर्न चाहनुहुन्छ भने यो सटरलाई नै प्रयोग गर्न सक्नुहुन्छ। अथवा हजुरहरूले यसलाई भत्काएर आफ्नो तरिकाले बनाउन नि सक्नुहुन्छ। एकदम प्राइम लोकेसनमा, एकदम राम्रो ठाउँमा